त्यो नघट्ने भनेर तपाईँलाई झन् दुःख दिएको त अनि हजुरलाई चाहिँ कुनै धर्ममा नलाग्नु, कुनै धर्ममा लाग्यो भने हामीलाई कति खर्च हुन्छ। पैसा फर्कन्छ गाह्रो हो। अनि त्यो पैताला कति गाह्रो छ नि यो यति हामीले यो हाम्रो ज्यादा पुर्खाले नभनेला खानु गरिल्याएको कुराहरू, गरिल्याएको रीतिथितिहरू नछोड्नु हामीले। त्यही भने मेरो भनाइ त्यो छ। पढ्नु नखोजेको हामीलाई रोटी पोल्नु पर्दैन, चिया पकाउनु पर्दैन, पैसा दिनु पर्दैन। पर्दैन, पर्छ त परेको छैन आजसम्म। आजसम्म मैले नगर्ने कुराहरू थालिहालेछु, तर गर्नै पर्ने रहेछ। बाध्य त गर्नुपर्ने हो, गर्नु त राम्रो हो। भने बाजेले अब त्यही भएर त सक्न सक बाँसगारे बुढाले भनेको कुरा मलाई याद आयो। अहिले अहिले पनि कसो भयो त्यहाँबाट लु ची पकाएर राखेको छु हो कि माघमा होइन मङ्सिरमा। लु पुर्खा लु नेगी गरिदिनु पर्यो भोलि भने कुखुरा के बनायो भित्र पाठाहरू अनि माथि रहेछ दुई पैसा हुन्छ त्यो गाईको ब्याङ्क आएर तिनजनाले यहाँको पापा उहाँको चुचु म कति खाने अब एक बोतल रक्सी लिएर आएको थिएँ हो कि। अनि त्यो खाइन् लु भोलि पित्र गरिदिनु म्यागी गरिदिनु पर्यो भने म त चौरास गरेको कहाँ गर्छु र गर्दिनँ भने है हो कि त गर्नु हुँदैन गरे नि गर्नु त कति गरी पनि हिँडेको गरेकै पनि हो, चौरास गरेर पनि गरेको हो। तर मान्छेले चाहिँ गर्नु हुँदैन भनेर चाहिँ भन्थ्यो। अनि पछाडिबाट हो भाइहरूले पनि त्यो भनेको तपाईँले त्यो त्यहाँबाट गएँ है चिपका राखेको त्यो बिस्मनाको हाम्रो बुहारीले यत्रो ग्याम्पामा लु जाँड बनाऊ भने अनि लु त्यो पित्रोको जाँड खानु पऱ्यो लु उसको नाममा अहिले मर्नुलाई भने हाम्रो उर्मिला खोज्न त्यही हो मर्नुलाई अहिले पित्रलाई पकाएको जाँड त्यतिकै पित्र नगरी खाने भनेर हो। त्यसो भन्यो बोलाएर मर्नुलाई भन्यो लाग्छ। भोलि बिहान फेरि आएर लु पित्र गर्न पऱ्यो त भनेर मुख छ यस्तै मसँग यतापट्टि बसाएँ बुढालाई बाँसगारेलाई त्यहाँबाट बसाएर पित्र म गर्छु है त ल बिर्सेको खण्डमा मलाई सम्झाउनु भने काटेकै छैन फोरेको मात्रै छ भने अनि त्यहाँबाट मरेको बेलामा पानी खुवाउनु नभएर मैले पित्र गर्नु छोडेको त त्यतिखेर याद आयो गाँठे मलाई त। बाजारे थियो मधु थियो म थिएँ अनि त्यतिखेर मलाई त याद आयो है लेतेरी मलाने भनेर। अनि पानी त खुवाउनै पर्यो मैले हेर है खुस्केको दिन। अनि पित्र त्यतिखेर त याद हुनु त आयो पित्रै नगरी पनि पानी खुवाउनु त कति आउँदाखेरि अरू त हुने हो। अरू त तर भनेको उसले पित्रै गर्नु लाग्यो। अनि भनेपछि पित्र गर्दा सजिलै नै हो कि अरू भन्दा सेर्देन भेमा लाउनु र पानी खुवाउनु यहाँ खुट्टा पछारेको दिन सेर्देन भेमा लाउनु र बुझाउनु गर्नु अप्ठ्यारो छ। पित्र गर्नु त सजिलै छ कुरा। बोल्दा मैले ठेको थियो राम्रै भयो भने त्यो पैतालो फर्किन्छ गजब हुँदैन रहेछ। त्यो पैतालो फर्काएको दिन चाहिँ त्यो ट्रेन चाहिँ मरेको दिन चाहिँ खुवाउनु कसरी हो के गर्नुपर्छ ठिकै हो कसो भन्नुपर्ने हो के भनेर खुवाउनु पर्ने हो। यसलाई कहाँ पुर्याउनु पर्ने यसलाई टुङ्गा लानु पर्यो नि। अनि मलाई चित्त बुझ्यो कि अनि अखेरी त मलाई पानी खुवाउने मान्छे नभएर हो त राम गरे मैले भनिदियो म त त्यतिखेर भोसाएँ गाँठे
बाह्र भारे जस्तो भए पनि बाघाले पनि उही पाराले नै गरेको हो कर लागि नै गरेको उसले पनि मुख फरेको हल्लार घरमा नहुनाले होला त अब घरमा लु 25 नै त पुर्खा लु लु लाटा गाउँको गाडा तनेर भए त्यही राम्रो छ अब उसी जति जाने उति गर्नुपर्छ मुखमा नआएको भन्नु आउँदैन नि आउँदैन त्यताबाट हुँदैन अझ यताबाट चाहिँ राम्रो हुन्छ कस्तो मधुर आयो यताबाट आउँछ त्यही हुन्छ भान्दा र मैले यो लामो बनाउँछ न दुनियाँको ढल्केर संसारको पित्र किन गर्थेँ भन्दाखेरि माथि मेरो लामगारे बाजेको त ऊ माथि के पो चुर्सियार त उसको साला हो नि चुर्सेले झरेर गर्थ्यो त्यही छ त दाजु तलमा अनि चुलानी र पल्लो लामगारे चुचुले पनि गएर गरिदिन्थ्यो